नमस्कार, स्वागत छ तपाईहरुलाई ओरेन्ज समाचारमा। यतिखेर चाहिँ हामी तपाईहरुलाई बिरतामोड नगरपालिका वार्ड नम्बर 9 मा पर्ने यो बद्रीबारीमा रहेको केही समय अगाडि हामीले तपाईहरुलाई एउटा भिडियो यहाँबाट प्रसारण गरेका थियौं है। र यहाँनेरि चाहिँ यहाँको उपभोक्ताहरू चाहिँ यो बाटो बिग्रिएर अथवा भनौं यहाँको कल्पट बिग्रिएर जहाँ चाहिँ वर्षै नि असारको बेलामा समस्या दिने र यहाँनेरि भत्किने गरेको गुनासो चाहिँ यहाँको उपभोक्ताले गर्नुभएको थियो। त्यही अनुरूप आज यहाँनिर निर्माण भइरहेको दृश्य हामी देख्न सक्छौं र यो निर्माण समितिका सचिव हुनुहुन्छ हाम्रो साथमा। म उहाँलाई यो निर्माण कसरी भइरहेछ भन्ने बारेमा जानकारी लिन कोसिस गर्दैछु। हजुर सर, नमस्कार। नमस्कार सन्तोष सर। हजुर, तपाईको शुभ नाम? नरेश पोखरेल। यो बाटो बन्ने क्रम रहेछ है? हजुर, यो कजवे निर्माण भनौं न, बाटो भन्दा पनि यहाँनेरि चाहिँ अरु बेला चाहिँ यहाँ धेरै पल्ट चाहिँ यहाँ यो बाटो बिग्रिने असारको बेलामा विशेष गरी चाहिँ हैन, यहाँनेरि चाहिँ समस्या उपभोक्ताहरूले जानकारी गराइराख्दाखेरि चाहिँ यो भन्दा अगाडि पनि एकपल्ट बनिएको हो। यो भन्दा अगाडि यहाँ यो बनियो, तर यो बनिदा अलिकति इन्जिनियरिङ इस्टिमेट अलिक गलत भएको हामीले महसुस गर्यौं। यहाँबाट पानी बग्ने ठाउँबाट पानी बगिरहेको छैन, त्यताबाट पानीले फुटाएर बगेर चाहिँ लगभग हामीले यो 10 महिनाको अवरोध हामीले वैकल्पिक मार्ग प्रयोग गर्दै हिँडिरहेका थियौं। यसमा अहिले चाहिँ भर्खरै वाडाले 4 लाख रुपैयाँ बजेट छुट्याइदिएर यसलाई हामीले यो कजवेलाई चाहिँ व्यवस्थित बनाउन लागिरहेका छौं। लगभग अब 90% काम सिधिसकेको छ, अलिकति थोरै त्यहाँ अलिकति काम बाँकी छ सन्तोष। लगभग अब चाहिँ यो पछाडि चाहिँ यहाँनेरि जनताहरूले केही राहत महसुस गर्ने भए? जनता भन्दा पनि अहिले यहाँ त विद्यार्थीलाई धेरै राहतको महसुस हुनेवाला छ। विद्यार्थीहरू डुबेर स्कुल जानलाई पनि तपाईको गार्जियन बेगर हिँड्न नसक्ने अवस्था थियो। गाडीहरू पनि वैकल्पिक मार्ग प्रयोग गरिरहेको थियो भने अब चाहिँ सहज हुने हामीले यसलाई व्यवस्थित गर्दैछौँ। धन्यवाद सर। र म तपाईहरुलाई अझै नजिकबाट यो जुन कल्पोट नेर चाहिँ वर्षै नि विशेष गरी असारमा चाहिँ यहाँनेरि भत्किने र समस्या यहाँको नागरिकले पाउने देखिन्छ। तसर्थ पुरानो हाम्रो अपडेटलाई फेरि फलोअपको लागि तपाईहरुलाई यहाँको विषयमा जानकारी दिँदैछौँ। कसरी बनाइरहेको छ यो दृश्य तपाईहरुमा आज हामी प्रस्तुत गर्दैछौँ। काम भइरहेको छ। हाम्रो अनुगमन टोलीको सदस्यहरू पनि हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार। तपाईहरु यो जुन बनिरहेको छ नि कल्पोट भनौं कजवे जुन, यसको चाहिँ तपाईहरु अनुगमन टोलीमा हुनुहुन्छ? अनुगमन टोलीको संयोजक म, उहाँहरु सदस्यता। के छ यसको काम, कस्तो भइरहेछ? यो काम कस्तो भइरहेको छैन, कस्तो बनाइयो छ। यो भइरहेको त खतमै थियो एकदमै। यो त हैन अहिले जुन निर्माण गरिरहेको छ अहिले त तपाईको यसको अहिले एकदमै राम्रो टप बनाएको छौं हाम्रो हिसाबमा। इन्जिनियरलाई ल्याएर तपाईको मापदण्ड अनुसार यो छ कि छैन भनेर घुँडा टेकाएर यो उहाँले भनेपछि मात्रै यो ओके गरेको, नभए हामीले तपाईको के छ भने यसलाई पास गर्दैनौं। अनुगमन समिति भनेको सबभन्दा शक्तिशाली समिति हो खासमा, बुझ्ने हो भने है। अहिले सुबुन्जी के छ भने अनुगमन समिति घरमा बसेर आफ्ना छोरा नाति पनातिलाई बनाइन्थ्यो, उनीहरू आउनु पर्दैन थियो। यहाँ त तपाईको निर्माण समितिले निर्माण गरिसक्यो अनि घरमा लगेर सिग्नेचर गराइन्थ्यो अथवा आफै हस्ताक्षर दस्काइदियो, त्यस्तो हुन्थ्यो। तर मैले यसलाई के भनेको थिएँ भने अनुगमन समितिको अध्यक्ष अथवा सभापति अथवा तपाईको के संयोजक म आफू बस्छु भनेको। मैले आफूले चाहिँ यो किन लिएको भन्दाखेरि यो अहिलेसम्मको इतिहासमै नहुने काम, कम्तीमा पनि नभएका कामहरू चाहिँ राम्रो गरौँ भन्ने मेरो उद्देश्य लक्ष्य नै त्यही हो। यो के गरिएको छ थोरै केही जानकारी लिन मिल्छ? यहाँ मुनि तपाईको के छ भने कङ्क्रिट गरिएको छ हैन। तल मुनिबाट चाहिँ तपाईको एकदमै पीसीसी ढलान गरियो पहिला सुरुमा सोलिङ गरेर, अनि त्यस पछाडी त्यहाँनेरि चाहिँ तपाईको माथि आरसीसी ढलान गरिएको छ। रड राखेर त्यो 12 mm को भन्दो रहेछ। त्यसलाई चाहिँ हामीले कस्तो 4 सुते भन्छौँ नि, हाम्रो सामान्य व्यावहारिक भाषामा 4 सुते भनिन्छ। त्यो 12 mm को रड चाहिँ डबल लगाएर जाली बनाएर एकदमै व्यवस्थित गरिएको छ। यो एकदमै अहिलेसम्मको मलाई लाग्छ यो टप निर्माण भएको छ, एकदमै राम्रो भएको छ। तर अलिकति बाँकी यो जुन स्थान छ है, यहाँ चाहिँ यो भन्दा अगाडि पनि बनाइएको थियो, तर बाढीले गर्दाखेरि बगाएर लगेको
जस्तो लाग्यो हामीलाई। हो त्यतिखेर त्यो बनाउँदा नि तपाईँको के थियो भने यहाँनिर समस्या यहाँ यो ठाउँमा ल्याएर यस्तो प्लम सिधा ल्याएर यहाँसम्म प्लम ल्यायो अनि उहाँ पानी ठेल्यो हजुर किनभने यहाँ गहिरो छ यहाँ आली धुर बाँधेर नेपालीको भाषामा धुर बाँधेर उहाँ लगेर पानी ठेल्दा त यहाँ त पानी जहाँ सहिलो छ त्यहीँ भत्काउँछ नि अब यो यहाँ बनाएको थियो भने यो आज 4 लाख रुपियाँ नेपाल सरकारको तपाईँ हाम्रो 100% बचत हुन्छ यो त अहिले तपाईँको फोगटिया फेरि खर्च गर्नु पर्यो किनभने त्यो कारणले त्यो उच्चामा लगेर पुल बनाउने हो त त्यो त्यसले गर्दाखेरि यहाँ पनि समस्या हो अब त्यसलाई पनि निकाल्न मिलेन यहाँ पनि फेरि रिपिट गर्नु पर्यो दोस्रो गर्नु पर्यो यो कुरोलाई चाहिँ चेतना पहिला सुरुमा यहाँ योजना बनाउँदा कहिल्यै पनि यहाँका नागरिकहरूसँग बसेर कहिल्यै छलफल गरिँदैन के छ समस्या अब उहाँ तपाईँको वडामा सचिव अथवा समिति कहाँको हुन्छ अनि यहाँ कम्तीमा स्थानीयवासीलाई समस्या कसलाई हो त्यति बुझ्नु पर्यो नि त तपाईँलाई रोग लागेको छ तपाईँको नातिसँग सोधिन्छ क्या रोग लागेको के छ यस्तो त होइन नि त त्यो हुँदाखेरि रोग जसलाई लागेको उसलाई जहाँ दुख्छ त्यो कुरोको चाहिँ उपचार गरियो भने चट्टै निको हुन्छ क्या अब यसपालि चाहिँ युवाहरू धेरैजना हुनुहुँदो रहेछ है यहाँनिर यो कार्यसँग संलग्न भएको त्यो कारणले गर्दाखेरि पक्कै पनि यो ठाउँ राम्रो बन्छ होला भन्ने आशा गरौँ है हस् धन्यवाद एकदमै त्यो बनेको पनि छ तपाईँहरूले हेर्नुहोस् अब होइन अब यो पहिलाको पनि तुलना गर्नुहोस् कम्पेयर गर्नुहोस् र यसपालिको कम्पेयर गर्नुहोस् सबैजना यहाँको जो सरकारवालाहरू उहाँहरू सबैले अनुगमन गर्न पाउनुपर्छ क्या यो नागरिकको पैसा हो नि त यो कुनै व्यक्तिगत कृष्णप्रसाद उप्रेतीको पैसा हो र यो होइन त्यो हुँदाखेरि यहाँ सबैले अनुगमन गर्नुपर्छ हेर्नुपर्छ कस्तो बन्यो भन्नुपर्छ यो सबैको अधिकार हो त्यो अधिकार चाहिँ प्रयोग गर्नु पर्यो क्या हामीले चुप लाएर बसेर हुँदैन ल तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाईँहरूलाई बधाई पनि छ शुभकामना पनि किनभने यो वर्षेनी यहाँ चाहिँ होइन योभन्दा अगाडि पनि हामीले 1-2 वटा अपडेट दिएका थियौँ यही ठाउँको यहाँनिर समस्या भएको मान्छेहरूलाई चाहिँ समस्या भएको कतिवटा दुर्घटना पनि भएका छन् पानीमा डुबेका पनि छन् होइन असारको बेलामा होइन योभन्दा अगाडिको यहाँनिर कलपोट बनाउँदा विभिन्न कुराहरू यहाँनिर निर्माण गर्दाखेरि चाहिँ त्यो बगाएर लगेको घटनाहरू पनि छन् होइन ल तपाईँहरूलाई बधाई छ ल धन्यवाद तपाईँलाई पनि एकदमै धेरै धेरै धन्यवाद अनुगमन समिति सबभन्दा शक्तिशाली समिति हो भन्ने कुरो सबैले बुझ्नु ल धन्यवाद